मेसो हेर मेसो यो फुटाउनु पर्छ ल अब ए कम्ती खतरा लहरा छ लुचाउने त म चाहिँ यसो बटल बुटल ढिलो त गयो नि मजाले नि अलि ढिलो गरियो नि काट्नु यस्तो साह्रो चकचक पनि नगरौँ होला यार के छ अरे मेरो यहाँ छोडिदिएको रहेछ नि त नि A few minutes later. म त बिस्तारै निकाल्दा नि हुन्छ है आज म त बिस्तारै निकाल्दै बस्दा नि हुन्छ है ढुङ्गा अब तपाईँलाई फुटाउने कत्रो टाइम लागिहाल्छ तर अलि हुने चाहिँ एकैचोटि लादा भइहाल्थ्यो भन्ने चाहिँ हो ढुङ्गा त कति छ झन् गयो बाटो लाग्यो आम एकैचोटि हात्रे हो राम्रो निस्किने बिस्तारै जान्छ बिस्तारै हान्दै हान्दै सिकिहालिन्छ नि छिनो पनि नहल्दिने गरी हान्ने बेला आउँछ नि त मेसो हेर मेसो मलाई चाहिँ कहाँबाट मेसो थाहा हुन्छ अभी मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना अब फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़े हुए यो फुटाउनु पर्छ ल अब कति केजी छ वेट हुन्छ नि 20-25 20-25 अलि छैन आमै तुलाई यहाँ बस्ने एकदमै डेन्जर छ यार मलाई त्यस्तो खालको छरुवा गोली आएपछि कहाँ हुन्छ उसले हान्दा जाँदैन chino.com ठाउँ त अब जाइसुकै नि ठाउँ त जाइसुकै बनाउनु पर्यो नि बनाउनु त्यही छिनो पनि पो जाने आँट्यो त बाटो लाग्ने आँट्यो छिनो यो नि यो त साह्रै आलु अन्त हिँडेर त तर सेम चाहिँ सेम हो त्यो अघि तपाईँले चेप्टो निकाल्दै हुनुहुन्थ्यो नि त्यो र यो एउटै हो है एउटै मतलब कि एउटै जातको ढुङ्गा हो 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 क्या एउटै तर्क हेर्नु त तर अलिकति यो अलिकति कता कम होला किनेर निकालेको न यो होइन छ नि कलरै मिल्दैन त्यो फेरि कालो छ नि त कठोर कालो ढुङ्गा भनेको कठोर ढुङ्गा भनेर बुझ्नुपर्छ क्यों तो बिता नहीं छड़ दूं उठते अभी मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना अब फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़े हुए पुक्सा दिल देता है
ए कम्ती खतरा लहरा छ लु चढ्नु त म चाहिँ यसो बटल बुटिल गर्ने ढिलो त गयो नि मजाले नि अलि ढिलो गरियो नि काट्नु तर खासै चाहिँ खाँदैन अझै ठुल्ठुलो पत्ताहरू सबै ठुल्ठुलो पत्ता हुनु पर्यो नि यिनीहरू होइन अनि मात्रै छाक पुग्छ लु छिटो लु अरू के काटौँ के काट्ने लु जाउँ न तल बस्तीले त छ आम्मा म एक दिन अघि बिहानै कति भयो 3-4 घन्टामै यत्रो सुकेको मान्छे मराएछ नि हौ घाम त यत्रो लागेकै थिएन त के पो भयो आजकल मौसममा परिवर्तन आएको देख्छु म धेरै कुरा के भयो रे ए त्यसरी बटलमा पानी बन्द थाल्छ के गराएको हौ त्यो म हेरेर आउँछु ल के गराउँदैछ ए केटाहरूले चाहिँ चलाएको म कन्फ्युजमा परेँ के को लागि दाजु होइन हौ यो पर्याङ पुग्छ पर्याङ पर्याङको घाँस छैन पर्याङ अभी मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना अब फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़े हुए देखो कि लता लु त छिटो लु न त्यसो नगर अयो कस्तो दाम मिलाएको थियौँ होइन यता आलुको पराठै बनाइदियो नि दाजु यो त आलुको पराठै बनाइदिइहाल्यो नि अब यस्तोमा चाहिँ सर्प लुक्ने समस्या हुन्छ क्या ऊ पनि छ त नि के लेखेको छ नाम दिल कुमार को यस्तो खतरा लेख्ने पन्जा किन नलाउनु भएको किन नलाउनु भएको अब म यहाँ माथि चढ्छु ओहो के डेन्जर छ यस्तोसम्म पनि गर्ने भइयो अब कस्तो डेन्जर है आम्मा बबाल छ त नि यस्तो साह्रो चकचक पनि नगरौँ होला यार के छ अरे मेरो ओहो यहाँ छोडिदिएको रहेछ नि त नि